हेलो गाइज अनि स्वागतम छ तपाईहरुलाई मेरो भ्लगमा मेरो गाउँले भ्लग हामी चाहिँ अब के लिन जाने गरे सिमी लिन जाँदै गरेको ससुराले आएको सिमी मात्रै खाउँछ अनि त्यही सिमी झन्डै पो लड्यो ए हाँस्दै एकचोटि गर हामी चाहिँ लाग्यो अब टक्कसँगले चिप्टमा अनि गमबुट चाहिँ पहिलोचोटि लगाएको होइन यस्तो अप्ठ्यारो हुँदैछ लडिन्छ जस्तो भइरहेछ अब हाम्रो स्ट्यान्डतिर हामी लाग्यौँ हामी यो भनेको चाहिँ टक्क हिँड्ने तल खेततिर जाने बाटो हो होइन फुल रोपेको छ के भन्छ होला हेर यस्तो गरिन्छ टाढा गुफाभित्र छिरा जस्तो हुँदो रहेछ यस्तो गुफा तर सबै यो के अरे मक्कीको रहेछ ए पहिलोचोटि हो म चाहिँ होइन के अरे डोको बोकेर पहिलोचोटि सिमी लिन जान्छ सिमी ससुराली आएको मासु कटाउनु त छोडेर सिमी चाहिँ टिप्नु लाँदैछ मलाई खेततिर उ त्यो पिस्किला आचाङ्बो हो कि आताङ्बो हो होइन बाटो यस्तो छ क्यामेरा पनि त्यस्तो राम्रो छैन अर्को मोबाइल थियो भाइलाई दिइगएँ मैले यो मोबाइलमा त्यस्तो राम्रो भ्यू नै निकाल्दैन गाह्रो छ हौ अनि यो कोदो होइन यो के अरे यो कोदो अरे चिन्नै गाह्रो छ यो के अरे सिटीतिर बसेपछि नि अलिकति गाउँतिरको अब अलिकति चालमाल थाहा पाइँदैन गाउँतिरको के भन्छ अब यो कोदो भनेर मलाई चिनाइसकेको छ होइन र पनि म अब अलिक एक हप्ता भएपछि बिर्सिजाने क्या मेरो त्यो बिर्सिने बानी छ क्या अनि साह्रै नराम्रो त्यो बानी छ के भएको दिमाग पहिलापछि दिमागै मेरो अलिक कमजोर बिर्सिहाल्ने क्या जे कुरा पनि अनि पढेको त बिर्सिन्छु म अनि कहिलेकाहीँ पढ्नै आउँदैन नेपाली पनि गाह्रो छ हौ अहिले यस्तो छ हामी आएको छौँ सिबी अनि यो सबै हेर्नु त यसरी म यो ढल्छ क्या यो कोदो चाहिँ यसरी अनि सिमी चाहिँ यस्तरी टिप्नु पर्छ अरे ल ठिक छ अब म चाहिँ यसो भ्लग बनाउँदै हिँड्ने हो तिमी चाहिँ टिप्दै हाल्ने काम गर होइन अनि सिमी चाहिँ त्यत्रो डोकोमा ल्याउने ए त्यसमा चाहिँ यसमा चाहिँ अम्बक अरे होइन त्यो चाहिँ सुँगुरलाई चारो किनकि यहाँ चारो हतपति पाउँदैन गाह्रो छ अनि हाम्रो यता तल गाउँतिर त्यही त अनि कोदो हेर्नु नि कोदो सबै ढालिराखेर ए कलिया कलिया ओ कलिया अनि यस्तो छ है अनि अघि बुवाले चाहिँ छेउछेउ हिँड्नु है भन्दै हुनुहुन्थ्यो तर हामी चाहिँ यसरी बिचमा हिँड्दैछ है अब बुढी जता होइन त्यतै त हिँड्नु होला नि के गर्नु गाह्रो छ अनि ठुलो डोकोमा सुँगुरको चारको लागि अम्बक झरेको अनि मेरोमा चाहिँ के अरे के अरे ए सिमी हाल्ने दिमाग त अनि पुरै सुतेस टिप अब अनि टक्कसले घुम्दैछु होइन सर कति मजा आउँछ भने नि यस्तो हेर्छ साउदी बसेर आएको होइन साउदीको ढुङ्गा हेर्दा आँखै ढुङ्गा भइसकेको थियो अब यस्तो हरियाली हेर्दा आहा कति मजा आउँछ भने नि यत्तिको साउदीमा हुनु भने त साउदी आइँदैन पनि थियो होला भन्नु कसरी अब बिहे गरेपछि त आउनै पर्छ त्यही त हो अब गर्नु पर्ने कुहिएको साउदीमा त छ त अलिअलि पैसा भनेको कमाउनु सक्नेहरूलाई तर पहिला राम्रो थियो अब अहिले राम्रो छैन कमाउनेले भरपुर कमाइहाल्यो युरोपै जानु पर्दैन थियो त्यो हुने सिप हुनेहरूको चाहिँ फेरि त्यही भएर विदेश जानुलाई पनि एउटा स्किल सिप हुनुपर्छ होइन नत्र भने हावा हुन्डेरीमा जानु भनेको हुन्छ तर पनि त्यस्तो पैसा चाहिँ हुँदैन भने जस्तो पैसा कमाउनु सकिँदैन भने जस्तो काम पाइँदैन सिप बिना गएपछि अनि अब अम्बक टिपाइ चलिरहेको छ होइन त्यो अकेसी झरेको हुन्छ यो अम्बकै लु आमामा हेर्दा खाउँ लाग्दैन नि यस्तै होला हौ बजारमै ल्याउँछ होला धोएर के यस्तो हेर्नु त अम्बक यो उयोले खाएर केले चराले अनि यस्तो चाहिँ हेर्दै अम्बक यहाँ पनि छ हेर्दै खाउँ लाग्दै खालको छ ए कता गयो क्यामेरा हेर्दै खाउँ लाग्दै खायो नि क्यामेरै कोही क्यामेरै भनेछ अम्बक भनेको अरे हेर्दै तर यता अलिकति कुहिएको रहेछ
यो क्यामेरा के जुम पनि कता गर्छ कि के गर्छ ब्लर खालि छेक्छ यस्तो अम्बक टिप्नु पर्छ होइन यो क्यामेरै भएन क्या यो अनि त्यो यहाँ लु अनि कस्तो अरे खोइ यहाँ देखाउनु लु ए देखाउनु नि यसो लु यहाँ तपाईँ बनाउनु म अब म यहाँ भिडियोमा काम गरेर देखाउनु अब पानी झर्छ पानी झर्छ अरे हल्लाउनु होइन एकछिनै म अलिक साइड लाग्छु है ऊ ताडो भिडियो बनाउनु लु हल्लाउनु त समातेर गडुङ डुङ डुङ पार्नु त झर्छ ए सकेको भए पो हल्लाउनु मासतिर उक्लिनु न डोको बिसाएर आउँदैन ऊ एउटा झरो ऊ झरो 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 ऊ झरो हल्ला हल्ला गर्नुपर्छ ए तेरिङमा टोक्ने ल आफ्नै टाउकोमा डुङ झऱ्यो भने छैन ऊ झर्दैछ झर्नु एउटा होस् अब होस् ऊ त्यो यतैबाट भेटिहाल्छ अब झरिसक्यो अब झर्दैन यहाँ मलाई लाग्छ हो बाबै ऊ झरो भयो अब यहाँ झरो एउटा त्यहाँ झरो ल्याउनु न झरेको झरी चाहिँ टिपेर यस्तरी आफै झरेको चाहिँ यस्तरी सोच्छु न कुहिएको होइन यसरी हातले झारेर खानुपर्छ क्या हातले भेट्नेहरू यस्तरी खानुपर्छ यिनीहरू चाहिँ खाने हो क्या नलाउनु न हौ भयो कहाँ कुहिएको छ कहाँ कुहिएको छ होस् अब अहिले मलाई लाग्छ हौ भयो भन्छु मैले कहाँ देख्दै थिएँ पत्ता कस्तो घाँटी न निएको त खानु मिल्छ नि होइन जति अर्ग्यानिक बोटमै टिपेको खानु मिल्दैन त अर्ग्यानिक बोटमै कस्तो हुन्छ है भिडियोहरूमा बनाउँदा क्या जस्तै नमिठो भए पनि मार्यो सुटाएर लाउनु तपाईँको भिडियो हुन्छ यस्तो हुन्छ अमुक त दामी टेस्टी अम्बक टिपेछ नि सुँगुरलाई चारो हो कस्तो मिठो हुन्छ क्या यो त्यो चाहिँ दामी पायो कस्तो मिठो रहेछ यहाँ चाहिँ एकदम खोजी चलिरहेछ भिडियो पनि सिधा आउँदैछ छैन पकाउनु पनि आउँदैन आँखैतिर आउँछ त फेरि कपाल पनि ए तेरिका टक्क छ एउटा अब फोटो बनाउँछु होइन एकैछिनै चाहिँ एकछिन म चाहिँ कुकुरसँग फोटो सुट गरेको एकछिन यस्तो दामी आउने क्या यस्तो दामी सिन आउने क्या यहाँ म्युजिक हालेर क्या कुलै यस्तो दामी आइरह्यो क्या फेरि एक्लै कस्तो आफ्नै धुनमा बसिरहेको छ कहाँ मस्त होइन हेर्दै चौकीदारी गर्दै टक्कसँगले अनि टक्क हामी चाहिँ अब छैन अब हामी चाहिँ जाने कस्तो एउटाले फेरि भ्लग बनाएको त्यो फेरि अन्डा धुन्दाको भ्लग बनाउँदैछ हेर नि त्यो मैले बनाउँदैछु अब पनि उसले बनाउँदैछ क्या फेरि अलिक
यस्तो छ क्या यस्तो गुवाहरू छ अलिक कन्टेन्ट पनि फरक फरकिलो भए पो हुन्थ्यो त एउटै कन्टेन्टमा दुईजना भिडियो अरे आमामा कम्पेयर गर्ने अरे मसँग को भन्दा म अनुग्रह लिम्बूसँग कम्पेयर गर्ने अरे सामसुहाङ र आचाङबो सामसुहाङ मो र आताङबो यहाँ कुन भेन्टा चिप्लो छ भनेको कि ढुङ्गा चिप्लो छ भनेको ए म त यसमा चिप्लिँदैन रहेछ नि त जुत्तामा त्यो आमा लाउने हो पो रहेछ चिप्लिँदैन भनेको झन्डै पो गइगयो त यो चाहिँ बाटो हो होइन अब यहाँबाट हाम्रो घर यता निस्किनु छ अनि यहाँ माथि छ हाम्रो घर ऊ त्यहाँ होइन ऊ त्यहाँ छ यहाँबाट चाहिँ सर्टकट छ क्या सही यहाँ गयो यहाँबाट गयो भने चाहिँ पर उता पर घुम्नु फेरि उतादेखि यस्तो फेरि यस्तो अनि फेरि यस्तो आउँछ क्या त्यहाँ आउँछ ऊ त्योदेखि लिएर घर यहाँदेखि चाहिँ फेरि सर्टकट छ यहाँले सर्टकट गर्ने चाहिँ क्यामेरा नै गु जस्तो भयो कि ए के अरे पुरै राम्रो नदेखाउने देखाउने यो अम्बक छ हामी अम्बक खोज्दै जाँदैछौँ किनकि सुँगुरलाई चारो पुऱ्याउनु पर्छ अनि हाम्रो सुँगुर पनि काट्नु लागेको कति एक हप्ता पछाडि काट्ने भनेको त्यही भएर छिटो भक्कु खुवाइराखेर 1-2 केजी पनि बढाउने भन्ने कुरोमा यहाँ भएर चाहिँ हामी अम्बक खोज्नु गएको अम्बक खुवाउने चारो मिसाएर खुवाउने किनकि धेरै चारो खुवाउनु पर्यो त्यही भएर धेरै चिज चाहिन्छ यहाँ चाहिँ कसरी खुवाउँछ चारो भनेर म त्यो पनि देखाउँछु तपाईँहरूलाई एउटा सुँगुर छ अनि मान्छे बिमारी चाहिँ भएको छ त्यही भएर कान्छीले साली नानीले पाल्थिन् उनी एकदम सिकिस्त अवस्था त्यही भएर बिमारी भएर सुँगुर पाल्नु नसक्ने अवस्था आयो चिसो छुनु नहुने भयो अनि त्यही भएर चाहिँ अब हामी सुँगुरहरू फाडफुड गर्दै गरेको त्यही भएर मेरो पनि धेरै समय बस्नुपर्ने भयो यहाँ किनकि अब भर्खर आएको अनि यसो एउटा बुढिया जो यहाँ चाहिँ एकदम घरमा काम सघाउनु पर्ने भयो किनकि कोही छैन छोरी मान्छे मम्मी पनि बाहिर हुनुहुन्छ अनि त्यही भएर हामी चाहिँ सघाउने बसेको सघाउँदै गरेको घरमा यसो यताउति हेर्दै गरेको त्यही भएर हामी अलिक दिन यता पाहाडमै बस्ने भनेर निर्णय गरेको हो त ट्रकको पछाडि हालिदिन्छ होइन मेरो काम चाहिँ भिडियो बनाउन डोको बोक्ने मात्रै हो त्यहाँ फर्सी यो जुम गरेको यसको एफपिएस घटिहाल्छ फेरि कस्तो नराम्रो भइन्छ क्यामेरा त्यही भएर जुम गर्नु मिल्दैन यो यस्तै हुन्छ क्या हाम्रो गरिबीहरू नि पैसा नआएपछि गाह्रो छ राम्रो मोबाइल छैन धन्दा यसबाट चाहिँ अलिकति भिडियो बनाउनुहुन्छ स्पोन्सर गर्नु होला कसैले चाहनुहुन्छ भने यसो मन तपाईँको पग्लेर आयो भने मेरो कुरा सुनेर यसो अनुहार हेरेर पनि यसो ए नहुँदो रहेछ पुरा प्याउले अनुहार बनाउनु खोजेको त्यही भएर प्लिज तपाईँहरू प्लिज नभन्ने र पनि तपाईँलाई मन पग्ल्यो भने चाहिँ मलाई एउटा स्पोन्सर गर्नु होला मोबाइल त्यही भन्न चाहन्छु धन्यवाद ए होइन मेरो कुरा यति नै यतिमै टुङ्गाउनु चाह्यो हस्त धन्यवाद नमस्कार ढोकिदिया भनेर पनि यो चाहिँ के हो यो चाहिँ कुहिया छ त यो सुकेको बिउ आगुनको लागि अरे केही छैन ठिकै छ अब त के भन्नु अब जस्तो छ हात गलिसक्यो होइन कसरी भ्लग बनाउँछन् मान्छेहरूले चाहिँ हात पक्रे गर्छन् म त एकछिन पक्रिँदा हात गलिसक्यो नन स्टप गरे गर्छन् यसरी बरु यसरी मोबाइल अगाडि फर्काइन्छ होइन तर आफैलाई देखाएर चाहिँ कसरी भ्लग बनाउनु नि हातै गलिसक्यो पानी पनि सिमसिम पानी परिरहेछ अनि यस्तो छ अनि यहाँ चाहिँ सिबी टिप्दैछन् सिबी खोज्ने मान्छे यहाँ छन् सिबी बोक्ने मान्छे यहाँ छन् यो हो क्या हामी बुढाबुढी मिलेर काम गर्नुपर्छ भनेको यही हो तर के गर्नु कहिले काहीँ त अल्छी लागेर आउँछ ल गाड्छ सोच्छौँ यसरी हुन्छ होइन यो चाहिँ यसरी झुन्डेको हुन्छ सिबी ए सिबी कि बोडी अरे यो बोडी हुन्छ यसलाई सही टिप्नु चाहिँ आउँदैन होइन पहिलोचोटि टिप्दै गरेको
यो पनि हो यस्तो पनि यो त छिप्पेको अरे होइन सो हामी चाहिँ बुढाबुढी जाँदैछौँ मौसम चाहिँ यस्तो छ होइन यो हिजोदेखि बादलै मात्र छ क्या वरिपरि छ क्या बादल वरिपरि बादल छ 3 दिन भयो नन स्टप अनि पानी पनि सिमसिम पानी परिरहेको छ होइन मोबाइल चाहिँ अलिअलि छिकिचिक गर्छ पुस्दै गर्दैछु अनि यहाँबाट देखिँदैन क्या अल्लो पल्लो गाउँमै देखिँदैन अहिले उयो मुनिकोमै देखिन्छ हो हामी आउने बाटो अनि त्यहाँदेखि चाहिँ के अरे ऊ के भन्छ पाथिबाट ठुलो पाथिबाट चाहिँ यहाँ अगाडि त्यहाँ चाहिँ पुरा नन स्टप के अरे हिउँ परेको छ होइन त्यहाँदेखि उता माथिको डाँडाहरूमा अलिक तलतिर चाहिँ परेको छैन त्यति साह्रो माथि चाहिँ पुरै परिरहेको छ अब हामी चाहिँ सकेर फर्किँदाको भोलि भइसक्यो अब हामी फर्किँदैछौँ अनि सो फाइनली हाम्रो चाहिँ भइसक्यो भइसकेको छ होइन अब हामी चाहिँ फर्किँदै टक्कै बाटो जाने ऊ त्यो माथि घर त नजिकै पो रहेछ कोदोहरू ढलेको सब यहाँ मकैहरू चाहिँ हामी चाहिँ उकालो चढ्दैछौँ टक्क उकालो चढ्दै जाने सानो टाउको भने पनि गाह्रो हो यत्रो सानो टाउको बोक्दा टाउको दुख्नु थालिसक्यो टाउकै ढल्ला जस्तो भइसक्यो त्यही भएर सबको आफ्नो एउटा कमजोरी दिएको हुन्छ होइन त्यसले एक्सेप्ट गर्नुपर्छ अब हामी चाहिँ त्यहाँबाट आइसक्यो अब फेरि हामी घर जाने बाटोतर्फ अघि हामी यताबाट होइन अलिक तलबाट गएको थियो कहाँ पनि केही छैन हामी जाँदैछौँ उकालो यो एउटा मात्रै फल्यो के हो यहाँ चाहिँ घर आइसकेको छु कोलाको थम्बा हामी 2 भाइ जम्मा एउटा भाइ एउटा बहिनी जम्मा बहिनी होइन बुढी हो है यहाँ त्यो घर पुग्न लाग्यो ला ओ 100 हलो म चाहिँ अलैँची सानो अलैँची छ यहाँ उता अलैँची छ चढ्यो घरमाथि आइसक्यो अनि एउटा भुकेको अरे यहाँ सुतेर भुकिरहेछ त्यही त यहाँ तल थियो सुतेर घुँ गर्दैछ सुतेर गर्दैछ यहाँ 2टा छ ओ आतङ्बी हो एउटा त एउटा बाख्रा चाहिँ गत्र बिछाउने बाख्रा छ एउटा चाहिँ खालि मात्रै गर्छ ल आइसक्यो अम्बक चाहिँ यति टिप्यो कस्तो हल्का भयो त सुँगुर चार त धेरै टिप्नु पाइएन अस्ति बुवाले हिजो अस्ति टिपिसक्नु भएको सुँगुर चाहिँ यो मान्छे हो यहाँ हेर्नु यो मान्छेलाई खुवाउनु ल्याएको खासमा चाहिँ अम्बक ऊ हेर्दैछ देख्नु भयो एकछिनै अहिले एकछिन त्यहाँ अलिक मिसाएर बनाएर दिनु बाँकी छ ल यहाँ चाहिँ यस्तो हाम्रो सुँगुरको लागि होइन यहाँ चारो मेहनत गर्नुपर्छ गाइस सुँगुर चारो छ हो तालिनु बुढी यस्तै टक्कसँगले कसरी काट्नु छ अम्बक पनि रातो चाहिँ अलिक त्यहाँबाट आएन यहाँबाट भन्छ कता घुमिगयो टक्कसँगले यस्तो गरेर रातो एकदम हेर्दा खाइ लाग्दो अनि यस्तो म चाहिँ एउटा खानु लागेको नङ पनि फोहोर भइसकेको छ एउटा लामो नङ छ यो चाहिँ घचो हान्ने कोही न्यु खोज्यो भने यसलाई चाहिँ फास्ट फुडमा भन्नुपर्छ भरे
आज सातो पुत्लो हराएर बसिरहेको छ सुँगुर नभए त चक्र गर्दा खान्द्राङ र खुन्द्रुङ गरेर अनि त्यस्तो चिजसँग बस्छ सुँगुर सानो चिज छैन त तपाईँको त्यो सिमेन्टमा त बस्छ भने अनि त्यसको त तातो छ नि त्यो सिमेन्ट जति चिसो त हुँदैन नि तर पनि त सिमेन्टमा त्यो साह्रो हिलो हुँदैन नि त क्यामेरै मागिन्छ ल्याउनु पर्ने भर्खरै 11-12 मात्रै त बत्दैछ सुँगुरलाई फेदको घाँस स्टुडियो सक्यो हुँदैन खै त्यो भाइले ल्याउँदै थियो यहाँ छ अम्बक मुटो रसिलो बुढिया पाहाडको गाउँतिर के पनि भयो यहाँ चिया म तताएर खान लागेको अब किनकि चिया भनेको जस्तो कि मासु भए नहुने मान्छेले हुन्छ नि मासु हो त्यस्तै चिया बिना चाहिँ दिन कट्दैन यस्तो छैन अहिले चाहिँ अवस्था